हेलो नमस्ते सबैलाई धेरै पछि युट्युबमा यसरी डिटेल्स भिडियो बनाउँदै छु है। यो भिडियो भन्दा अगाडिको भिडियोहरु हेर्नुभयो भने एकदमै मेहनतका साथ धेरैवटा भिडियोहरु त बनाएको छु। बीचमा चाहिँ अब छोरीले गर्दा मैले धेरै टाइम दिन सकिन। अब चाहिँ मेरो छोरी डे केयरमा एडजस्ट भइसकेको छ, त्यसले गर्दाखेरि अब मैले धेरै टाइम दिन सक्छु है। यो ग्यापमा चाहिँ यो भिजाको डिटेल्स भिडियो बनाइदिनुस् न भन्नेहरु एकदमै धेरै छ। भिजाहरु पनि धेरै रिक्वेस्टमा आएको छ है। म बिस्तारै टाइम निकालेर सबै भिजाको चाहिँ यसरी आधिकारिक नोटिसहरुलाई चाहिँ एक एक पढेर सरल भाषा नेपालीमा सम्पूर्ण जानकारी दिने कोसिस गरौँला है। मैले आज यो भिडियोमा चाहिँ E74R लाई राख्दै छु। E74R को कुराहरु अब धेरै कुराहरु पनि चलिरहेको छ है, बन्द हुने रे के रे भनेर। तर एक्ज्याक्टली इमिग्रेसनले अहिलेसम्म त्यस्तो नोटिस ल्याएको छैन। इभन अहिले एप्लिकेसन पनि धेरै ठाउँमा धेरै इमिग्रेसनहरुले लिइराको पनि छ है। त E9 बाट परिवर्तन गर्न मिल्ने E74 भिजाहरुमा अहिलेको यो E74R चाहिँ एकदमै बेस्ट लाग्छ। E74R को पक्ष चाहिँ अलिकति राम्रो छ है। फ्यामिली पनि कोरियामै ल्याएर हस्बन्ड वाइफ सँगै काम गर्न मिल्ने भनिएको छ। त्यसले गर्दा हामीलाई त अब यो नै एकदमै ठूलो र राम्रो पक्ष नै हो है। के ढिला नगरिकन हामी यो भिजालाई सँगै हेरौं है। यो चाहिँ इमिग्रेसनले नै बनाएको नोटिस हो है। हेर्न पढ्न अलि सजिलो होस् भनेर संक्षिप्तमा सकेसम्म सबै कुराहरु राखेर बनाएको छ। सर्वप्रथम E74R भिजा भन्ने बित्तिकै यो चाहिँ यसरी अलिकति गाउँ एरियामा चाहिँ जनसंख्याहरुको कमी अनि त्यसपछि त्यहाँको कम्पनीहरुमा चाहिँ कामदारहरुको कमीले गर्दाखेरि यो E74R भिजा सिस्टम निकालेको हो भनेर बुझ्नु पर्यो है। E74R चाहिँ इन्गु खाम्सो छियक 89 अनि त्यसपछि इन्गु खाम्सो खन्सिम छियक 18 यसरी टोटल यति ठाउँबाट चाहिँ E74R दिने भन्ने यसपालिको प्लानिङ हो है। सबै प्रक्रिया पुराएर हामीले E74R भिजा पायौं भने हामीले जुन कम्पनीबाट E74R भिजा पाएको छौं त्यो कम्पनीमा चाहिँ हामी मिनिमम पनि 2 वर्ष काम गर्नुपर्ने हुन्छ। अनि अर्को एउटा इम्पोर्टेन्ट कुरा चाहिँ हामीले E74R भिजा पाउनुको लागि चाहिँ हामीले नगरपालिकाको छुट्छन्स लिनुपर्ने हुन्छ है, रिकमेन्डेसन लिनुपर्ने हुन्छ। जस्तै यहाँनिर बुसानमा हेर्नुभयो भने 5 वटा एरियाबाट E74R दिने भनिएको छ हैन। अब यसरी बुसानमा रहेर E74R भिजा हामीले आवेदन गर्दै छौं भने यो 5 वटा एरियाहरुमा हामी जुन कम्पनीमा काम गर्दै छौं अथवा काम गर्नेवाला छौं त्यो एरियाको नगरपालिकाबाट हामीले छुट्छन्स लिनुपर्ने हुन्छ, रिकमेन्डेसन लिनुपर्ने हुन्छ। अनि त्यसरी E74R भिजा भइसकेपछि चाहिँ जुन एरियाबाट छुट्छन्स लिएको छौं त्यो एरियामा हामी टोटलमा मिनिमम 3 वर्षसम्म चाहिँ त्यो एरिया छोड्न पाइदैन भनेर बुझ्नु पर्यो है। त्यही एरियामा बसेर काम गर्नुपर्छ भनेर बुझ्नुपर्ने हुन्छ। अनि यो एरियालाई लिएर अझै एउटा कुरा गरौँ है। यो इन्गु खाम्सो खन्सिम छियक भन्ने 18 वटा एरिया छ जुन यो 18 वटा एरिया भएको कम्पनीबाट हामीले E74R भिजा परिवर्तन आवेदन गर्दै छौं भने चाहिँ त्यो कम्पनीमा हामी 1 वर्ष भन्दा बढी काम गरिरहेको अवस्था हुनुपर्ने हुन्छ। 1 वर्ष भन्दा बढी काम गरेको व्यक्तिलाई मात्र यो एरियामा रहेको आफ्नो कम्पनीको साहुले E74R भिजा परिवर्तन आवेदन गर्न दिन मिल्छ हैन। तर यो इन्गु खाम्सो छियक भनेर जुन 89 वटा छुटाइएको छ यो एरियामा भएको व्यक्तिहरुको चाहिँ अहिले काम गरिरहेको कम्पनीमा अथवा काम गर्नेवाला कम्पनीमा 1 वर्ष भन्दा बढी काम गरिरहेको अवस्था हुनुपर्छ भन्ने चाहिँ छैन। त्यसले गर्दाखेरि चाहिँ के एउटा कुरा सजिलै बुझ्नुस् भने कुनै अरु एरियामा काम गरिरहेको व्यक्ति आफूले काम गरिरहेको कम्पनी चाहिँ E74R परिवर्तन गर्न नमिल्ने एरियामा छ अथवा चाहिँ त्यो कम्पनीको साहुले E74R परिवर्तन गर्नलाई अनुमति दिइराछैन, हेल्प गरिराछैन भने चाहिँ यदि सजिलै कम्पनी परिवर्तन गर्नलाई लेटर दिन्छ भने चाहिँ अहिले नै त्यहाँबाट लेटर लिएर आफूले कम्पनी परिवर्तन गर्न मिल्ने एरियाहरु छानेर गएर त्यो एरियाको साहुलाई भेटेर चाहिँ म E74R परिवर्तन गर्न चाहन्छु भनेर प्रस्ताव राखेर अगाडि बढ्न पनि सक्नुहुन्छ है। अब यो फर्स्ट पेजमा हेरौं हैन। यो चाहिँ अब कसरी एप्लाई गर्ने भन्ने कुराहरु छ। नर्मली यो भिजा चाहिँ अब अनलाइनबाट एप्लाई गर्ने हो। यो हाई कोरिया साइटमा आफ्नो आईडी पासवर्ड राखेर चाहिँ लगइन गरेर आफ्नो जन्मसालको अन्तिम दिन अनुसार चाहिँ कुन बार हामीले एप्लाई गर्ने, कुन बार हामीले आवेदन गर्ने भन्ने दिन छुटाइएको छ त्यो दिनमा आफूले चाहिँ हाई कोरियामा लगइन गरेर एप्लाई गर्न सकिन्छ। अनि यहाँनिर हेर्नुभयो भने चाहिँ एकदमै उमेर बढी भएको अथवा चाहिँ अलिकति इन्टरनेटहरु त्यति राम्रो नभएको ठाउँहरु अथवा चाहिँ बुझाउनु पर्ने डकुमेन्ट्सहरु चाहिँ एकदमै धेरै छ भने त्यस्तो व्यक्तिले मात्रै चाहिँ इमिग्रेसनमा गएर डकुमेन्ट पेश गरेर एप्लाई गर्न पनि सक्छ भनेर लेखिएको छ। तर नर्मली यो भिजा चाहिँ अनलाइनमा
कम्पनीमै आवेदन गर्नुपर्छ भनेर बुझ्नु होला हैन। अब हेरौँ योग्यता है E74R को लागि विशेष योग्यता हाम्रो के चाहिन्छ। विगत 10 वर्षभित्रमा चाहिँ हामीले हाम्रो भिजा E9 E10 S2 यो 3 वटा भिजाहरू मध्येमा हामी त प्राय नेपाली कम्युनिटीमा E9 अथवा E10 छौँ है। E9 अथवा E10 मा चाहिँ हामीले विगत 10 वर्षभित्रमा टोटल 2 वर्ष भन्दा बढी E9 मा कोरियामा हामीले टाइम बिताएको छौँ भने हामी चाहिँ E74R भिजा आवेदन गर्नको लागि हामी योग्य छौँ भनेर बुझ्नु पर्यो है। अहिले काम गरिरहेको कम्पनीबाट E74R परिवर्तन गर्दैछौँ भने त्यो कम्पनीमा हामीले एलियन कार्ड बनाएर लिगल्ली हामी त्यो कम्पनीमा काम गरिरहेको व्यक्ति हुनु पर्यो। अथवा चाहिँ अब काम छोडेको E9 अथवा E10 अथवा चाहिँ E74 बाट विभिन्न कारणले गर्दा कम्पनी छोडेर D10 बनाएको व्यक्ति हो भने चाहिँ कुनै पनि कम्पनीमा कति वर्ष काम गर्नुपर्छ भन्ने त छैन। त्यो कम्पनीमा इन्ट्री हुने बित्तिकै E74R परिवर्तन गर्न त मिल्छ, तर इन्गु खाम्सो छियोगमा मात्रै मिल्छ है। अनि हेरौँ यो भिजाको लागि हामीसँग कति पोइन्ट्स हुनुपर्छ। टोटल 200 पोइन्ट्स हुनुपर्छ हामीसँग। तर अहिले कोरियन भाषाको दक्षता यदि छैन भने त्यस्तो व्यक्तिको लागि चाहिँ 150 मात्रै भए पनि हुन्छ है। पोइन्ट्सहरुको लिस्ट चाहिँ सर हेर्यो भने यस्तो छ है। हामीले त्यो 150 अथवा 200 बाट एकदमै अनिवार्य रूपमा कुनबाट कति पोइन्ट्स ल्याउनु पर्छ हामी हेरौँ भने हाम्रो वार्षिक आम्दानीबाट मिनिमम पनि 50 पोइन्ट चाहिँ हाम्रो आउनु पर्यो। यो एउटा अनिवार्य कुरा भयो हैन। अनि दोस्रो अनिवार्य चाहिँ नगरपालिकाबाट चुच्छन्स ल्याउनु पर्यो। चुच्छन्सको हाम्रो 50 पोइन्ट आउँछ। यो दोस्रो अनिवार्य कुरा भयो। अनि तेस्रो अनिवार्य चाहिँ यहाँ छ है। यो चाहिँ कम्पनीले दिने चुच्छन्स हो। कम्पनीले पनि चुच्छन्स लेखिदिने छ। त्यसको पनि हामीलाई चाहिँ 50 पोइन्ट आउने भयो है। यो E74R भिजा परिवर्तन गर्नको निम्ति चाहिँ एकदमै अनिवार्य भनेको यही तीनटा कुराहरू हो। जुन तीनटा कुराहरू हाम्रो हुने बित्तिकै हामीले 150 पाउँछौँ अनि सिधै भिजा आवेदन गर्न मिल्ने योग्य हामी हुन्छौँ है। अनि यदि यसमा अझ कोरियन भाषा भएको व्यक्ति हो भने चाहिँ कोरियन भाषाको चाहिँ मिनिमम 2 लेभलको चाहिँ हाम्रो 50 पोइन्ट पाउँछ। भनेपछि हाम्रो चाहिँ नर्मल्ली 200 पोइन्ट त्यतिकै नै हुन्छ है। यो भिजा आवेदन गर्नको लागि हामीलाई एकदमै सजिलो छ भनेर बुझ्नुभयो हुन्छ। अनि यो स्यालेरीको कुरामा चाहिँ कृषि तथा मत्स्य पालनमा आएको अनि सिप बिल्डिङमा आएको व्यक्तिहरूले चाहिँ वार्षिक आम्दानी 2 करोड 40 लाख वोन भयो भने 50 पोइन्ट पाउने भयो। अनि यो बाहेकको सेक्टरको व्यक्तिहरूले चाहिँ 2 करोड 50 लाख वोन चाहिँ वार्षिक आम्दानी हुनु पर्यो बल्ल 50 पोइन्ट पायो भनेर बुझ्नु होला। अनि आफ्नो आफ्नो सेक्टर अनुसार मिनिमम वार्षिक आम्दानी भन्दा बढी यदि आम्दानीहरू छ भने यही अनुसारको हामीले कति पोइन्ट्स पाउँछौँ हामीले हिसाब गर्दा हुन्छ है। वार्षिक आम्दानीको कुरा एउटा प्लस गर्न मन लाग्यो है। कुनै पनि कारणले जस्तै कमिटेड सीबीटी अथवा कोरियाको एक कार्यकाल राम्रोसँग सिद्धाएर नेपाल गएर अनि फेरि भाषा पढेर कोरिया आउँछौ नि त्यस्तो व्यक्तिहरूको चाहिँ आउने बित्तिकै 74R भिजा परिवर्तन गर्ने योग्यताहरू सबै पुगे पनि विगत 2 वर्षको चाहिँ आम्दानीहरू हुँदैन नि त। त्यस्तो व्यक्तिहरू रहेछ भने चाहिँ 2020 देखि 24 सालसम्मको कुन चाहिँ वर्षको वार्षिक आम्दानी हाम्रो सबभन्दा धेरै छ त्यो 2टा वर्ष छानेर त्यो 2टा वर्षले हामीले पोइन्ट्स लिएर पनि आवेदन गर्न सक्छौँ है। अनि यो भाषाको दक्षतामा पनि हाम्रो चाहिँ भाषाको दक्षताको लेभल के कति छ त्यो अनुसारको पोइन्ट्स हामीले आफै हिसाब गर्न सक्छौँ। अनि हाम्रो उमेरबाट दिने पोइन्ट्सहरू यस्तो छ है। हाम्रो नेपालमा जसरी उमेर हामीले हिसाब गर्छौँ त्यही अनुसारको उमेर हिसाब गरेर हामी चाहिँ कुन उमेरको व्यक्तिमा हामी पर्छौँ त्यो अनुसारको हामीले पोइन्ट्स पाउने भयो। अनि यो प्लस पोइन्ट्सहरूमा हेरौँ यो 1 नम्बरको छुङाङ बुच्छ भनेको चाहिँ जस्तै अब म्यानुफ्याक्चरिङ कृषि सिप बिल्डिङ एभ्री सेक्टरमा एउटा निकाय हुन्छ जसले चाहिँ यदि यो भिजा आवेदन गर्छु मलाई चुच्छन्स चाहियो भन्यो भने उनीहरूको निकायमा के योग्यता छ त्यो योग्यता हेरेर हाम्रो योग्यता पुग्यो भने हामीलाई चुच्छन्स दिन्छ। त्यो चुच्छन्स पनि हामीले पायो भने चाहिँ त्यो चुच्छन्सले चाहिँ हामीले 30 पोइन्ट्स पाउने रहेछ। तर यो चुच्छन्स चाहिँ खासै काम छैन किनभने एकमा झिजाछेको चुच्छन्स आइसक्यो जुन चाहिँ हाम्रो एकदमै नेसेसरी भएको भएर हामीले लिनै पर्ने हुन्छ लिइसक्यौ नि त। अनि यो एकमा चाहिँ हामीले यदि दुईटै पाउँछौँ भने पनि हामीले एउटाको मात्र पोइन्ट्स पाउने हो के। त्यसले गर्दाखेरि यो E74R भिजामा चाहिँ यो छुङाङ बुच्छ काम छैन है। K.74 लाई चाहिँ काम लाग्छ यो है। 3 मा हेर्यो भने चाहिँ अहिले हामी जुन कम्पनीबाट E74R परिवर्तन आवेदन गर्दैछौँ त्यही कम्पनीमा हामी यदि 3 वर्ष भन्दा बढी काम गरिरहेको व्यक्ति रहेछ भने हामीले +20 पोइन्ट्स हामीले पाउने भयौँ। अनि 4 मा हेर्नुभयो भने चाहिँ इन्गु खाम्सो छियक अथवा इन्गु खाम्सो ख्वान्सिम छियक र उम्यान छियक भन्ने छ कोरियामा हैन।
आफ्नो आफ्नो ठाउँको नाम हेरेर यसमा पर्छ कि पर्दैन एकचोटि हेर्नु होला। यो विगत 10 वर्षभित्रमा चाहिँ हामीले यदि पहिला पनि यस्तो यस्तो एरियामा काम गरेको रहेछ भने टोटल गर्दाखेरि अहिले हिसाब गर्दा सबै जोडेर 3 वर्षभन्दा बढी भएको रहेछ भने हामीले यसबाट पनि 20 पोइन्ट्स चाहिँ प्लस पाउँछौँ है। यो छागेकचुङ तोनु खुङ्ने हागी भनेको छ है। यो चाहिँ कोरियाको खुक्का छागेकचुङ भन्छ है। सरकारी तहबाटै मान्यता प्राप्त छागेकचुङहरू हामीले लिने गर्छौँ। त्यस्तो यदि छागेकचुङहरू छ अथवा चाहिँ हामी कोरियामा युनिभर्सिटी पढेको रहेछौँ भने चाहिँ हामीलाई यसबाट पनि 20 पोइन्ट्स पाउँछ भन्ने कुरा हो। प्राय यो चाहिँ धेरैको छैन है। अनि यो 6 नम्बरको चाहिँ कोरियामा यदि लिगल्ली ड्राइभिङ गर्न मिल्ने कोरियन लाइसेन्स हामीसँग छ भने त्यसले पनि हामीलाई चाहिँ 10 पोइन्ट्स प्लस दिन्छ है। अब यो सबै यहाँसम्म हेर्दाखेरि हाम्रो पोइन्ट्सहरू कति हुन्छ भनेर हामी आफैले हिसाब गरी हेर्ने है। अनि हामीलाई चाहिने 150 अथवा 200 पोइन्ट भन्दा बढी हुने बित्तिकै भिजा आवेदन गर्न पायौँ है। अनि यहाँ हेर्यो भने चाहिँ माइनस पोइन्ट पनि छ है। जस्तै हामीले टोटलमा यो 150 अथवा 200 पोइन्ट हामीलाई जति चाहिन्छ त्यो त बनायौँ, तर हाम्रो यस्तो यस्तो कुराहरू छ भने हाम्रो पोइन्ट माइनस पनि हुनसक्छ है। के कुराले माइनस हुँदो रहेछ हेरौँ। फल्गुम फेङ मानन मिमान भनेको छ। जस्तै हामीले कोरियाको कुनै पनि नियम उल्लङ्घन गरेर कोरियाको अदालती तहबाट हामीलाई फल्गुम आउँछ, फाइन तिर्न लगाउँछ। फेङ मानन मिमान भनेको चाहिँ फेङ मानन हुनलाई 1 वोन पनि कम भयो भने मिमान हुन्छ है। फेङ मानन मिमान जरिवाना तिर्नको लागि अदालतले हामीलाई भनेको छ भने हामीले चाहिँ अदालती फैसलाबाट त्यति फल्गुम हामीले तिरेको छ, त्यति फाइन हामीले तिरेको छ भने त्यो चाहिँ कतिचोटि तिरेको छ त्यो अनुसारको पोइन्ट्स माइनस हुन्छ है। यो 2 नम्बरको चाहिँ हामीले भिजा एक्सटेन्सन गर्दाखेरि चाहिँ ट्याक्सहरू नतिरेको कारणले इमिग्रेसनले चाहिँ त्यो तपाईँको भिजा एक्सटेन्सन हुँदैन भनेर रिजेक्ट गरेको केसहरू छ भने चाहिँ त्यो कतिचोटि थियो त्यो अनुसारले हाम्रो पोइन्ट्स माइनस हुने भयो है। अनि यो 3 नम्बरको चाहिँ इमिग्रेसनको नियमहरू उल्लङ्घन गरे बापत कतिचोटि गर्यो त्यो अनुसारको पोइन्ट्स माइनस हुने हो। जस्तै इमिग्रेसनको नियममा हामीले एकदमै सजिलै थाहै नपाइकन उल्लङ्घन गर्ने नियम एउटा चाहिँ के छ भने हामी कहिलेकाहीँ बाहिर जाँदाखेरि हाम्रो एलियन कार्ड पासपोर्ट हामीले घरमै छोडेर हामी त्यत्तिकै हिँडिराखेको हुन्छौँ। अनि त्यो अवस्थामा चाहिँ इमिग्रेसन अथवा पुलिसले हामीलाई समातेर केरकार गर्नुपर्ने अवस्था आयो अनि हामीलाई चाहिँ हाम्रो आइडेन्टिटी खुलाउनुहोस्, तपाईँको परिचय पत्र दिनुहोस् भन्दाखेरि हामीले देखाउन सकेनौँ भने त्यो पनि इमिग्रेसनको नियममा चाहिँ हामीले नियम उल्लङ्घन गरेकोमा पर्छ कि। अनि त्यस्तो पनि कतिचोटि गरेको रहेछ त्यो अनुसारको पोइन्ट्स हामीलाई माइनस हुन्छ है। यसरी पोइन्ट्सहरू प्लस माइनस गरेर पनि यदि हामी चाहिँ योग्य छौँ, हाम्रो पोइन्ट्स पुग्दो रहेछ भने चाहिँ हामीले कस्तो कस्तो डकुमेन्टहरू एप्लाई गर्नुपर्ने हुन्छ त्यो हेरौँ। यो डकुमेन्टको लिस्टमा हेर्नुभयो भने 1 देखि 13 सम्मको चाहिँ नर्मल्ली सबैलाई चाहिने डकुमेन्ट हो होइन। अनि यो मुनि रहेको 1 देखि 6 सम्मको डकुमेन्ट्सहरू चाहिँ यो चाहिँ आधारित डकुमेन्ट हो है। आवेदकहरू अनुसार अवस्थाहरू छुट्टै हुन सक्छ, आफ्नो आफ्नो अवस्थाको डकुमेन्ट्स भनेर हेर्दा हुन्छ है। डकुमेन्टको बारेमा अलिकति व्याख्या गरौँ भने यो ब्लू कलर वेगविन फोन इन भनेर लेखेकोहरू चाहिँ सबै हामी विदेशीको डकुमेन्ट हो भनेर बुझ्नु पर्यो। यो ब्ल्याकहरू हेर्यो भने चाहिँ हामीले E74R परिवर्तन गर्ने कम्पनीको डकुमेन्ट भनेर हेर्नु पर्यो है। थोङाप सिन्छङ छ, छम्सुजे जाछे सिमसाप्यो, सिन्साङ खिसुल छ, फ्योजुन खुल्लो ख्याक छ, अनि यो सिनोन फोजुङ छ। चाहिँ यति डकुमेन्टहरू चाहिँ इमिग्रेसनले अलरेडी बनाएको डकुमेन्टहरू हो है। हामीले नयाँ बनाउनु पर्ने होइन। इमिग्रेसनकै फर्म छ, त्यो फर्ममा हामीले लेख्ने मात्रै हो। जस्तै थोङाप सिन्छङसमा हाम्रो अब आफ्नो डिटेल्सहरू लेखेर आफूले नाम साइन गरिदिने हो। सिनोन फोजुङ छ, यो चाहिँ अलिकति राम्रोसँग बुझ्नु होला है। यो सिनोन फोजुङ छ चाहिँ साहुले गरिदिने है, हाम्रो कम्पनीको मेन साहुले। म्यानेजरहरू अथवा अरू कुनै कोरियन कामदारहरूले हामीले गरे पनि हुन्छ भनेर सोध्नुहुन्छ धेरै है, तर हुँदैन है। यो चाहिँ साहुले नै लेख्नुपर्ने हुन्छ। यहाँनिर हामी विदेशी कामदारको डिटेल्स अनि यहाँनिर चाहिँ साहुको डिटेल्स लेखेर यहाँनिर साहुले साइन गरिदिनु पर्ने हुन्छ है। यो सिन्साङ खिसु छ, हामी आफै विदेशीले लेख्नुपर्ने हुन्छ। यहाँ हेर्नुभयो भने त्यस्तो केही पनि गाह्रो छैन, हाम्रो आफ्नो डिटेल्स मात्रै हो। हाम्रो फ्यामिली छ भने फ्यामिली मेम्बर्सको कुराहरू त्यसरी डेट लेख्ने, नाम लेख्ने, साइन गर्ने मात्रै छ। यो चाहिँ साहुले लेख्नुपर्ने छुच्छन्छ हो है। साहुले लेख्नुपर्ने पनि खासै धेरै लेख्नुपर्नेहरू छैन। यहाँनिर हामी विदेशीको डिटेल्सहरू लेख्ने, हामी आफैले नै यो प्रिन्ट आउट गरेर हाम्रो डिटेल्सहरू सबै लेख्ने, कम्पनीलाई चाहिँ आफ्नो डिटेल्स मात्रै लेख्नुहोस् भनेर अलिकति झन्झट कम गरिदिनु पनि मिल्छ है। यहाँ चाहिँ अब साहुले नाम लेख्नु पर्यो, साइन गर्नु पर्यो है। योसँग साहुको चाहिँ आइडी कार्ड, अब जस्तै उनीहरूको यहाँको छुमिन दुङडोकचुङ भन्ने आइडी कार्ड भए पनि हुन्छ नागरिकता जस्तो, अनि अर्को चाहिँ ड्राइभिङ लाइसेन्स भए पनि हुन्छ। त्यो दुईटा मध्येमा एउटाको चाहिँ फोटोकपी गरेर यो छुच्छन्ससँग हामीलाई दिनुपर्ने हुन्छ उहाँले है। यो चाहिँ हाम्रो लेबर कन्ट्र्याक्ट हो है। हुन त इनाइन राख्ने कम्पनीलाई चाहिँ यो सबै कुराहरू थाहा छ है। अनि अब हामी E74R मा परिवर्तन गर्ने भएपछि हाम्रो चाहिँ वार्षिक आम्दानी 2 करोड 60 लाख वोन भन्दा बढी हुनुपर्छ भनेर यहाँ यसरी नै हाम्रो योनबुङ अथवा वल्गुपहरू यसरी सबै मिलाएर
मिलाएर लेख्नुपर्ने हुन्छ। अरु भनेको साउ र हामीले यो सबै चेक गरेर आफ्नो ठाउँमा नाम लेख्ने अनि साइन गर्ने छ। अनि अर्को चाहिँ यो सिमसाफ्यो हो। यहाँनिर हाम्रो नाम, एलियन कार्ड नम्बरदेखि लिएर डिटेल्सहरू भइहाल्यो। छेगन इन यङ्गान फ्याङ्गुन सोदुक भनेर लेखेको छ है। विगत 2 वर्षमा हाम्रो वार्षिक आम्दानी कति हो त्यो अनुसारको हामीले पोइन्ट्स लेख्ने। जस्तै म चाहिँ म्यानुफ्याक्चरिङमा काम गर्ने मान्छे, मेरो चाहिँ 2 करोड 60 लाख वोन चाहिँ मेरो वार्षिक हो भने मैले 10 पोइन्ट्स पाउँछु। यहाँनिर यसरी 10 पोइन्ट्स लेख्ने। अनि मैले चाहिँ यो पोइन्ट्स पाउनुको योग्य छु भनेर मलाई आफूलाई प्रमाणित गर्नुलाई मैले पेपर चाहिँ यहाँनिर सोदुक खुमेक छुङम्यङ भनेर लेखिदिने हो। यसरी नै हामीले सम्बन्धित कुराहरूबाट कति पोइन्ट्स पाउँछौ लेख्ने सर र अनि कुन डकुमेन्टबाट हामीले प्रमाणित गर्दैछौँ त्यो डकुमेन्टको नाम लेखिदिने मात्रै हो। यो नाइ उमेरको हेर्यो भने चाहिँ उमेरको पोइन्ट्स कति पाउँछ लेखेर हामीले यक्कन भनेर पासपोर्ट बुझाउँदैछौँ, पासपोर्ट हेर्नुहोस् भनेर भनेको हो, यक्कन भनेर लेखिदिँदा हुन्छ है। यो पनि सर लेखेर अनि यहाँनिर आफ्नो नाम लेख्ने, साइन गर्ने। एकदमै सजिलो छ डकुमेन्ट्सहरू गर्न पनि, आफैले नै बनाउन सक्नुहुन्छ है। अनि अरू डकुमेन्ट्स हेऱ्यो भने पासपोर्ट भइहाल्यो, आफ्नो पासपोर्ट साइजको एउटा फोटो चाहियो, आफ्नो एलियन कार्ड चाहियो। सबै डकुमेन्ट्सहरूलाई चाहिँ हामीले स्क्यान गरेर हाम्रो कम्प्युटरमा सेभ गरेर अनि बल्ल लास्टमा चाहिँ हाई कोरियामा लगइन गरेर अपलोड गरेर सिन्चङ गरिदिने हो है। अब यहाँ 5 नम्बरमा हेऱ्यो भने चाहिँ हाम्रो 2 वर्षको आम्दानी हेर्नको लागि 2 वर्षको सोदुक खुमेक छुङम्यङ वन हामीले लिनु पर्यो। यो चाहिँ प्राय अब इन्टरनेटबाटै गर्न जान्नेहरूले चाहिँ होम ट्याक्सबाट प्रिन्ट आउट गर्दा हुन्छ, नत्र अलिकति गाह्रो छ इन्टरनेटबाट भन्नुहुन्छ भने चाहिँ आफ्नो एलियन कार्ड लिएर आफ्नो नजिकको ट्याक्स अफिस सेमुस भन्छ है, सेमुसमा गएर सोदुक खुमेक छुङम्यङ वन फाल्गु फेजुसेयो भन्यो भने त्यहाँबाट भर्खरै तुरुन्तै निकालिदिन्छ है। अनि यो 6 नम्बरको कोरियन भाषाको दक्षता भएर त्यो दक्षतालाई बुझाएर आवेदन गर्नु खोज्ने व्यक्तिहरूले चाहिँ यदि टपिक हो भने टपिकको छम्सुफ्यो हामीले बुझाउनु पर्ने हुन्छ। यदि सायोथुङा प्रोग्राम किप हो भने चाहिँ त्यो किपको चाहिँ पेपरहरू केही पनि बुझाउनु परेन है। जस्ट यहाँनिर यो सिमसाफ्यो हेर्नुभयो भने यो हाङ्गुको नुन्यक भन्ने 2 नम्बरमा छ नि, हाम्रो चाहिँ किप अनुसार हामीले कति पोइन्ट्स दिँदैछौँ त्यो पोइन्ट्स लेख्ने। यहाँ चाहिँ सायोथुङा प्रोग्राम मात्रै भनेर लेखिदियो भने उनीहरूले बुझेर आफै हाम्रो एलियन कार्डबाट छोहे गरिदिन्छ है, एलियन कार्ड हेरिदिन्छ। अनि यो 8 नम्बरको खजुजी इप्चुङ सर्यो भनेको चाहिँ हामी बसिरहेको रुम चाहिँ हाम्रो आफ्नो नामबाट कन्ट्र्याक्ट गरेको छ भने फुदोङसानबाट दिएको घरको कन्ट्र्याक्ट पेपर बुझाउँदा भइहाल्यो। यदि हामी बस्ने रुम चाहिँ कम्पनीले दिएको छ अथवा कुनै साथीको रुममा बसिरहेको छ अथवा कोही थर्ड पर्सनको नाममा कन्ट्र्याक्ट गरेको रुम हो भने त्यो थर्ड पर्सनले चाहिँ खजु सुक्सो छेगोङ हागिन्छ भन्ने पेपर पनि लेखिदिनु पर्यो। अनि त्यो मान्छेको आइडी कार्डको फोटोकपी, त्यो घरको कन्ट्र्याक्ट पेपर, 3टा हामीले प्रिपेयर गर्नुपर्ने हुन्छ है खजुजी इप्चुङ सर्यो भन्नेमा अपलोड गर्नुको लागि चाहिँ। अनि त्यो सुक्सो जेगोङ हागिन्छ भन्ने पेपर चाहिँ यो हाई कोरियाको होम पेज भयो। हाई कोरियामा यहाँ न्यू सुगोङजी भन्नेमा हेर्नुभयो भने चाहिँ यहाँ मुनि मिनोन ससिक भन्ने छ है, मिनोन ससिक क्लिक गर्नुभयो भने यहाँ छ त्यो पेपर, खजु सुक्सो जेगोङ साचेर हागिन्छ भन्ने पेपर छ। यो चाहिँ तपाईहरुले यसरी डाउनलोड गरेर अनि त्यसपछि यो पेपरमा चाहिँ जसले हामीलाई रुम प्रोभाइड गरिरहेको छ, जसले हामीलाई बस्न दिएको छ त्यो व्यक्तिको डिटेल्सहरु चाहिँ यहाँ लेख्ने हो। हामी जसले चाहिँ पाइरहेको छौं रुममा बस्नलाई हाम्रो डिटेल्स यहाँ लेख्ने हो। अनि यहाँनिर मुनि चाहिँ अब कम्पनीले दिएको हो भने कम्पनीको नाम र स्ट्याम्प गरिदिने। यदि कोही थर्ड पर्सनको नाममा रहेछ भने त्यो मान्छेले आफ्नो नाम र साइन गरिदिने मात्रै हो। यसरी यो खजु सुक्सो जेगोङ हागिन्छ भन्ने पेपर प्रिपेयर गर्नुभयो हुन्छ है। यो 9 देखि 12 नम्बरको पेपर हेर्नुभयो भने चाहिँ हाम्रो कम्पनी चाहिँ कृषि हो भने चाहिँ नोङ अफ ख्यङयङ छे थुङनोक भन्ने पेपर छ। यो चाहिँ यो निकायबाट पाउँछ है। हुन त प्राय सबै साउले लिएरै बसेको हुन्छ। यदि त्यो साउलाई चाहिँ थाहा रहेनछ यो पेपर भन्ने चाहिँ यो निकायको नाम देखाएर यो निकायबाट पेपर निकाल्नुहोस् भनेर हामीले भन्नु पर्यो। त्यो बाहेकको अथवा ठुलठुलो कृषिहरू हो भने चाहिँ सबैको साबजा थुङनोकचुङ साबुन भन्ने हुन्छ। साबजा थुङनोकचुङ प्रिपेयर गर्नु भइहाल्यो। अनि अहिलेको कम्पनीले चाहिँ ट्याक्सहरू तिरेको रहेनछ भने पनि हामीले चाहिँ E74R भिजा पाउँदैनौँ। त्यसले गर्दाखेरि ट्याक्स तिरेको हुनु पर्यो। अनि ट्याक्स पुरै तिरेको छ कि छैन हेर्नको लागि चाहिँ त्यो कम्पनीको नाप्से छुङम्यङस छिबाङसे नाप्से छुङम्यङस भन्ने पेपरहरू चाहिँ ट्याक्स क्लियरेन्सको पेपरहरू चाहिँ कम्पनीले प्रिपेयर गर्नु पर्यो। यो सादेबोङ खाइब्जा म्यङबु खोयोङबोङ खाइब्जा म्यङबु भन्ने चाहिँ हामीले E74R भिजा परिवर्तन गर्न लागेको कम्पनीमा कोरियन कामदार कतिजना छ अनि त्यो कोरियन कामदारहरू चाहिँ 3 महिना भन्दा बढी काम गरिरहेको छ कि छैन, उनीहरूको खोयोङबोहम दर्ता छ कि छैन भन्ने कुरा हेर्नको लागि पेपर हो है। यो चाहिँ खुल्लो बुक्ची खुङदान भन्ने निकायबाट कम्पनीले सजिलै लिन सकिन्छ। यो पेपर लिए भयो। कृषिको चाहिँ नोङअप ख्यङयङ चाहिँ थुङनोक भए हुनी भएर कृषिको लागि चाहिँ यो चाहिएन है।
है। यो लास्ट पेपर चाहिँ कन्स्ट्रक्सनमा काम गर्ने कामदारहरूको लागि हो। त्यसले गर्दाखेरि हामीहरू त कन्स्ट्रक्सनमा छैनौँ, त्यसले गर्दा हामीलाई यो चाहिएन, यसलाई चाहिँ ध्यान नदिनु होला। अनि यो 12 नम्बरको चाहिँ छुच्छन्स हो, कम्पनीले लेखिदिनु पर्ने छुच्छन्स। अघि मैले फर्म्सहरू एक्सप्लेन गर्दाखेरि एक्सप्लेन गरेको छुच्छन्स नै हो। लास्टमा रहेको 13 नम्बरको चाहिँ हाम्रो नगरपालिकाले हामीलाई दिएको छुच्छन्स हो है। त्यो चाहिँ छुच्छन्स हामीले लिएको दिनदेखि 3 महिनाभित्र हामीले E74R भिजालाई आवेदन गरिसक्नुपर्ने हुन्छ है। अनि यो मुनिको चाहिँ हामीसँग सम्बन्धित डकुमेन्ट मात्र बुझाउने हो, बुझाउनै पर्छ भन्ने छैन। अब प्राय धेरै ड्राइभिङ लाइसेन्स भएको व्यक्तिहरू हुनुहुन्छ, कसैको पनि यो छ भने चाहिँ उन्जन म्यानोजुङ साबोन भन्ने हामीले बुझाउनु पर्यो। काम खोजिरहेको E9 अथवा E10 हो भने चाहिँ नोदुङबुले हामीलाई 3 महिनाभित्र काम खोजेर लाग्नुहोस् भनेर दिएको पेपर हुन्छ नि, त्यो पेपर चाहिँ खुजिक थुङ्नोक फिल्चुङ भन्ने हो। काम खोजिरहेको व्यक्ति हो भने चाहिँ त्यो पेपर पनि हामीले बुझाउनु पर्यो है। जस डकुमेन्ट्सहरू पनि सर हेऱ्यो भने चाहिँ हामी आफैले लेख्न सक्ने, हामी आफैले नै प्रिपेयर गर्न सक्ने डकुमेन्टहरू छ है। कम्पनीको डकुमेन्ट अब कम्पनीले सजिलै प्रिपेयर गरिदिन्छ। यो डकुमेन्टहरू प्रिपेयर गर्न अलिकति गाह्रो भएर चाहिँ धेरै पैसाहरू तिरेर आवेदनहरू गरिराख्नु भएको छ हैन। जे होस् अब सजिलो लाग्नेलाई सजिलै लाग्छ, गाह्रो लाग्नेलाई गाह्रै लाग्छ है। अब यसरी योग्यताहरू पुग्यो, डकुमेन्ट्सहरू प्रिपेयर गर्यो, हामीले भिजा आवेदन पनि गर्यो अनलाइनबाट, अनि हामीले भिजा पायौँ भने हाम्रो एलियन कार्ड चाहिँ कसरी पाउँछौँ भन्ने कुरा छ यहाँनिर है। एलियन कार्ड चाहिँ कम्पनीको मान्छे होस् कि कम्पनीको साउ होस् कि कोही थर्ड पर्सन इमिग्रेसन गएर चाहिँ पाउँदैन भनिएको छ है। हामी आफै नै गएर मेरो भिजा अनुसारको काम मात्रै गर्छु, म यो कम्पनीमा 2 वर्षसम्म बस्छु, यो एरियामा यति वर्ष बस्छु भनेर त्यो पेपरमा हामीले साइन गरेर बुझाएर मात्रै हामीले एलियन कार्ड पाउँछौँ रे है। ठेक्पेबाट पनि एलियन कार्ड लिन चाहिँ पाउँदैनौँ, यो पनि बुझ्नु होला। अनि अर्को चाहिँ यो सबै कुरा पुगेर पनि यो भिजा नै आवेदन गर्न नमिल्ने व्यक्तिहरू पनि छ है। यहाँनिर हेऱ्यो भने चाहिँ छेवे देसाङ भन्ने छ। यो 1 नम्बरमा चाहिँ फल्गुम फेङमानन इसाङे ह्याङ्गल फादन जा भनेर भनेको छ है। यो चाहिँ कस्तो हो भने कोरियामा हामीले कुनै पनि क्राइम गरेर चाहिँ अदालतबाट हामीलाई 10 लाख वोन भन्दा बढी, 10 लाख वोन ठ्याक्कै 10 लाख वोन देखि माथिको जरिवाना हामीले तिरेको रहेछौँ भने यस्तो व्यक्तिले चाहिँ E74R आवेदन गर्न पाइँदैन। 2 नम्बरको चाहिँ ट्याक्स हो, ट्याक्स नतिरेको व्यक्तिले पनि नपाउने भन्ने छ, तर ट्याक्स चाहिँ अहिले भर्खरै तिर्यो भने सिद्धिने कुरा भएको भएर 2 नम्बर चाहिँ त्यति इम्पोर्टेन्ट भएन है। 3 नम्बरको चाहिँ इमिग्रेसनको ल हामीले 4 वटा भन्दा बढी उल्लङ्घन गर्यो भने पनि E74R आवेदन गर्न चाहिँ पाइँदैन। 4 नम्बरमा हेऱ्यो भने चाहिँ फुलबब छेर्यु ख्यङन्यक सामगेवल इसाङ जारे। कुनै पनि बेला हामी E9 मा थियौँ, हाम्रो भिजा एक्सपायर भएको हामीलाई थाहै भएन, अनि भिजा एक्सटेन्सन नगर्दा 3 महिना कटेर इमिग्रेसन गएर फल्गुम तिरेर भिजा एक्सटेन्सन गर्ने अवस्थाहरू पनि आउँछ है। त्यस्तो अवस्था भएको व्यक्तिहरूले चाहिँ यदि 3 महिना भन्दा बढी कटाएछ भने त्यस्तो व्यक्तिले पनि E74R परिवर्तन गर्न चाहिँ पाइँदैन है। यो 5 र 6 को चाहिँ खासै यही केस भन्ने त छैन, तर पनि कोरियाको बसोबासमा हामीले चाहिँ कुनै पनि सानतिनो नियमहरू उल्लङ्घन गरेर जेल पनि बस्नु परेन, फाइन पनि तिर्नु परेन, तर पनि 1-2 वटा नियम उल्लङ्घन गरेको रहेछ भने चाहिँ त्यो नियम के रहेछ, कस्तो खालको कुराहरू उल्लङ्घन गरेको रहेछ हेरेर कोरियाली समाजमा चाहिँ यो व्यक्तिले चाहिँ अलिकति नराम्रो असर पार्न सक्छ भन्ने खालको डर छ भने त्यो व्यक्तिलाई पनि E74R नदिने भन्ने कुरा हो है। जस यस्तो कुराहरू छ भने E74R परिवर्तन आवेदन गर्न पाइँदैन भनेर बुझ्नुहोस्। अनि यो 1 नम्बरको फल्गुङको कुरा चाहिँ इमिग्रेसनको नियम उल्लङ्घन गरेर हामीले तिरेको फाइन हुन्छ नि, त्यो फाइनलाई चाहिँ हेर्दैन भनिएको छ हैन। फौजदारी कानुनहरू उल्लङ्घन गरेको व्यक्ति भनेर बुझिन्छ है। जस्तै ड्रिङ्क एन्ड ड्राइभहरू पनि फौजदारी कानुन उल्लङ्घन नै हो। चोरी डकैती कुटपिट यो सबै फौजदारी कानुन हो। त्यस्तो फौजदारी कानुनहरू उल्लङ्घन गरेर फेङमानुन भन्दा बढी तिरेको रहेछ भने चाहिँ हामीले पाउँदैनौँ भनेर बुझ्नु होला है। फ्यामिलीको कुरा गर्नु पर्दाखेरि चाहिँ 4 जनासम्मको फ्यामिलीमा त केही भएन, 5 जना भन्दा बढी फ्यामिली हुने रहेछ। E74R लगायत अरू फ्यामिली मेम्बर र 5 जना भन्दा बढी हुने रहेछ भने चाहिँ उनीहरूको आम्दानी चाहिँ महिनामा यो 34,11,000 बराबरको आम्दानी हुनुपर्छ भनिएको छ है। 6 जना छ भने महिनामा यति, 7 जना यति, 8 जना यति भनिएको छ। प्राय त अब 4 जना वरिपरि नै हुन्छ आजभोलि है। 5 जना भन्दा बढी त प्राय हुँदैन होला, तर यदि छ भने महिनाको स्यालेरी हाम्रो हेर्दाखेरि यति छ भने मात्रै 5औं फ्यामिलीलाई बोलाउन पायो भनेर सोच्नु होला। अर्को चाहिँ फ्यामिली बोलाउने भएपछि चाहिँ हाम्रो भाषाको दक्षता पुरा गरेर मात्रै फ्यामिली बोलाउन पाइन्छ भनेर सोच्नु होला। अब लास्ट बट नट द लिस्ट कुरा भन्न चाहन्छु, जस्तै कुनै पनि कम्पनीमा चाहिँ कुनै पनि कम्पनीको योग्यता कस्तो हुनुपर्छ भन्ने कुरा छुटाएको छ E74R को लागि है। E9, E10, S2
यस्तो भिजाहरू भएको व्यक्ति एकजना भन्दा बढी काम गरिरहेको कम्पनीको कामदारले मात्रै E74R भिजा परिवर्तन गर्न पाउने भयो। अब यसमा कुनै पनि कम्पनीमा चाहिँ कतिजनाले E74R भिजा परिवर्तन गर्न पाइन्छ भन्ने कुरा हामीले हेर्यो भने कोरियन कामदारको संख्या 1 जनादेखि 5 जनासम्म भएको कम्पनीमा चाहिँ हामीले हाईएस्टमा 3 जनाले E74R पायौं। 1 जना मात्रै कोरियन भए पनि 3 जना, 5 जना कोरियन भए पनि हामीले E74R चाहिँ 3 जनाले मात्रै पाउने छौं है। तर यदि कुनै पनि कम्पनीमा चाहिँ 1 जना पनि कोरियन संख्या छैन भने त्यो कम्पनीमा 1 जनाले चाहिँ E74R पाइन्छ है। त्यो कृषि, म्यानुफ्याक्चरिङ, सिप बिल्डिङ, सर्भिस जे भए पनि एउटै हो। हरेक सेक्टरमा चाहिँ कोरियन संख्या हुनुपर्ने, तर कोरियन संख्या छैन भन्यो भने पनि मिनिमम 1 जनाले चाहिँ E74R परिवर्तन गर्न पाइन्छ। त्यो पनि एरिया अनुसार अलिकति फरक छ है। जस्तै इन्गु खाम्सो छियगमा रहेको कम्पनी रहेछ भने अथवा चाहिँ कुनै पनि एरियामा रहेको कम्पनी होस् तर त्यो कम्पनी पुरी सानो रहेछ भने त्यो कम्पनीमा चाहिँ कोरियन संख्या छैन भने पनि 2 जनाले चाहिँ E74R आवेदन गर्ने मौका चाहिँ पाउनेछ। अनि अर्को हेरौं, कोरियन संख्या 6 देखि 50 जना भएको कम्पनीमा चाहिँ E74R पाउने संख्या चाहिँ कोरियन कामदारको 50% ले पाउने भयो है। जस्तै कोरियन संख्या 6 जना छ भने E74R 3 जनाले पायो, 50 जना रहेछ भने 25 जनाले पायो। 51 देखि 100 जना कोरियन संख्या रहेको कम्पनी हो भने E74R चाहिँ 50% ले पाउने हो, तर 50% मा पनि कति आउँछ त्यो अनुसारको हाईएस्टमा 35 जनाले पाउने। जस्तै 50% गर्दाखेरि 100 जनाको त 50% 50 जना हुन्छ, 50 जनाले नपाउने भयो, टोटलमा 35 जनाले मात्र पाउने भयो। यसरी यति जनाले पाउने भन्ने कुराहरू चाहिँ हामीले बुझौं है। जस यति नै हो है। कति कुराहरू छुट्यो होला, कति कुराहरू तपाईहरुलाई अझै जिज्ञासा छ होला, त्यस्तो केही छ भने चाहिँ मलाई कमेन्टमा सोध्नु होला है।